रातो मच्छिन्द्रनाथ वा बुङ्दो जात्रा अहिलेसम्मको लामो रथ महोत्सव हो। यस जात्राले वर्षभित्र आउने विश्वास गरिन्छ। भारतको आसाम राज्यसँग जोडिएको यो जात्राको सुरुवात निकै नै रोचक रहेको छ। कुनै समयमा काठमाडौँ उपत्यकामा 12 वर्षसम्म पानी नपरेपछि भक्तपुरका राजा नरेन्द्रदेव तान्त्रिकलाई भेट्न स्वयम्भू पुगे। त्यहाँ तान्त्रिकले गोरखनाथ रिसाएका छन्। उनी पानी ल्याउने 9वटै नागमाथि बसेकोले जबसम्म उनी उठ्दैनन् तबसम्म पानी पर्दैन भनेर तान्त्रिकले राजालाई भने। यो सुनेपछि राजा, तान्त्रिक र ललितपुरको एउटा च्यापु मिलेर गोरखनाथको गुरु मच्छिन्द्रनाथलाई खोज्न आसाम गए। मच्छिन्द्रनाथले राक्षसी रानीको 108औं छोरा भएर जन्मेका रहेछन् भनेर थाहा पाए। रानीले मच्छिन्द्रनाथलाई दिन राजी हुने छैनन् भनेर तान्त्रिकले एक चाल चलाए। राक्षस धेरै बिरामी पर्यो र कसैले पनि उनलाई निको पार्न नसकेपछि तान्त्रिकले निको पारे। राक्षसले के चाहिन्छ भनेर सोचेर तान्त्रिकले कान्छो छोरा दिन भने। राक्षस रिसाएर उनको अनुरोध अस्वीकार गरे। तान्त्रिकले आफ्नो शक्ति प्रयोग गरेर लैजान सक्छ भन्ने डरले उनको आमाले सुतिरहेको बेला मच्छिन्द्रनाथको अगाडि आफ्नो कपाल फैलाउँछन्। तर तान्त्रिकले मच्छिन्द्रनाथलाई आफ्नी आमाको कपाल मिलाउन मद्दत गर्न सफल भयो, जुन हिन्दू संस्कृतिमा ठूलो पाप मानिन्छ। मच्छिन्द्रनाथको मूर्ति एउटा हात आफ्नो आमाको कपालमाथि हिँड्दा श्रापको रूपमा बाँचिएको देखिन्छ। यही कारणले गर्दा मूर्ति रातो रङको छ, जुन राक्षसको क्रोधको परिणामस्वरूप मच्छिन्द्रनाथको रगतलाई जनाउँछ। राक्षसहरू शक्तिशाली भएकाले मच्छिन्द्रनाथलाई फेरि लैजान सफल हुन्छ। तान्त्रिकले अर्को उपाय सोचेर 4 भैरवको सहायताले मच्छिन्द्रनाथलाई बोकेर मुखमती पुर्याउँछन्। तब गोरखनाथले आफ्नो गुरुलाई देखि उनी चुपचाप उभिए। त्यसपछि नागहरू मुक्त भएर पानी पर्न थाल्यो। अब मच्छिन्द्रनाथलाई कहाँ राख्ने भन्ने बारेमा राजा, तान्त्रिक र नेवार बीच भनभेद भयो र ललितपुरका राजासँग सल्लाह गर्न गयो। ललितपुरका राजा निकै चतुर भएकोले मच्छिन्द्रनाथलाई ललितपुरमै राख्ने निर्णय गरे। त्यस बेलादेखि हरेक वर्ष ललितपुरमा राम्रो वर्षाको लागि प्रार्थना गर्दै यो जात्रा मनाइन्छ। जात्राका लागि रथ तयारी गर्ने कालीगढदेखि लत्ता समेत अछामदेखि मगाइन्छ। मच्छिन्द्रनाथ जात्रा वर्षा र सहकालसँग मात्र नभएर उपत्यका र अछाम बीच पनि गहिरो सांस्कृतिक सम्बन्ध छ भन्ने कुरा बुझिन्छ।